खाना पकाएर आफैले खानुपर्छ वस्तुको धन्दा आफैले गर्नुपर्ने जानुपर्ने गर बाबु आज बुवा ढोकाले बुवा ढोकाले बुवा आशीर्वाद छ बाबु आशीर्वाद छ होइन कतिखेर आउनुभयो बाबु आएको त अघि भर्खर कलकत्ता घाँटी सनी एकछिन यहीँ बसेको बाबु तातो पानी पाइन्छ कि भनेर यसो तेरो घरतिर आएको बाबु तातो पानी ए बुवा तातो पानी त कहाँबाट तताउनु मैले ग्यास सिधेको 3 दिन भइसक्यो मैले त यसो गाउँघरमा मागेर खाएको छु पानी तताएर कहाँबाट तताइ ल्याउनु भयो तपाईँलाई सुन्नु धारमा पानी आएको छ गएर टन्न पानी खान जानु बस बाबु मलाई यस्तो कुरा नगरे तैँले आज यस्तो बुढो भएको बाबुलाई तँलाई अलिकति पनि लाजशरम लागेर बाबु हो मैले पनि तर्स्या नहुँदा 4 गाउँ मागेर नहुँदाखेरि तँलाई हुर्काए पढाए तँलाई यत्रो ठुलो मान्छे बनाए यस्तो बाबुलाई तँलाई आज यस्तो कुरा भन्नु लाज लाग्दैन बाबु हो बुवा यस्तो कुरा चाहिँ नगर्नु तपाईँले नि सबैभन्दा कान्छो छोरो हो म तर तपाईँले कति हेला गर्नुभएको थियो बुवा जेठो दाइलाई डकामा त्यत्रो घर बनाइदिनु हो माइलोलाई छुपडी बनाइदिनु भएको छ बुवा तपाईँले बुझ्नुभयो कति हेला गर्नु भएको छ तपाईँले मलाई यो घर गाउँ भनेको पनि कति सुन्दर ठाउँ छ बाबु कति राम्रो ठाउँ छ बाबु आज मेरो 4 भाइ छोरा भनेको बराबरी छोरा हो बाबु आज तँलाई पनि मैले जति नै जग्गा दिएको थिएँ साइलो काइलो कान्छोलाई पनि मैले त्यति नै दिएको थिएँ बाबु यस्तो कुरा नगर्नुहोस् बुवा मलाई तपाईँले कमलाले काटेको खोला दिनु भएको थियो पनि अहिले नि जग्गा बुझ्नुभयो बाबु हेला गर्नु भएको थियो कमला नदी भनेको गङ्गा हो गङ्गा त्यो गङ्गामा स्नान गर्नु भनेको बाबु यति महापुण्य कर्म हो तर तैँले आफ्नै बाउलाई आएर सानोमा मैले तँलाई मागी जमी गरेर अर्काको खेतमा काम गरेर पैसा कमाएर तँलाई मैले पढाएँ लेखाएँ हाकिम बनाएँ तर त आफ्नै बाउलाई आज तपाईँले मलाई के गर्नुभयो भन्दा तँलाई अलिकति पनि लाज लागेन बाबु के को लाज बा तर तपाईँले मलाई हेला गर्नुभएको बा अनि बाबु बुहारी नानी खोइ त बाबु के कुरा गर्नुभयो तपाईँको बुहारी तिहारमा माइत गएको अहिलेसम्म आएको छैन म त घरमा छु खाना कसै पकाएर दिनु के गरेको बा तपाईँले घरभरि खकार सिँगान फोहोर के गर्नुभयो तपाईँले बाबु बुढेसकाल लागेपछि रियाल सिँगान खकार त भइहाल्छ नि बाबु यो त के भनेको बाबु तैँले आफ्नो बाउलाई यस्तो भन्दा तँलाई अलिकति पनि मनमा केही भएन बाबु म यस्तो भन्छस् भने म तेरो घरमा बस्दिनँ बाबु के कुरा गरेको बा तपाईँ तपाईँको पो इज्जत छैन बा मेरो त कता कता मन्त्री नेताहरू ठुला ठुला अफिसरहरू मेरो साथी छन् मेरो घरमा आयो भने के भन्छ कस्तो फोरी रहेछ भन्छन् बा त्यसैले तपाईँलाई बस्न मन छैन भने जानुहोस् बा म जान्छु बाबु जानुहोस् बस्नु पर्दैन बा मेरो तपाईँ केही लाग्नु भएको मलाई बुझ्नुभयो यो लाल खकार सिँगान तपाईँको इज्जत छैन बा मलाई त गाउँमा सबैले मान्छन् त्यसैले उठ्नुहोस् बा तपाईँ उठ्नुहोस् आउनुहोस् बाबु बाबु जानुहोस् मेरो बा आउनुहोस् मेरो घरमा राखिदिनु बा आउनुहोस् बाबु हेर्नुहोस् मलाई यो लाल खकार सिँगान आउनुहोस् म तपाईँलाई बा म यो घरमा तपाईँलाई राख्न सक्दिनँ जानुहोस् तपाईँलाई खुवाएको केही पनि खाएको छैन यो के हो राम 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 यस्तो खानामा लुगा पारेको के हो जानुहोस् यो तपाईँको